जानुभयो सरहरू ल यसमा हजुरहरू अब म्याक्सिमम सेकेन्डरी टिचर हुनुहुन्छ हामी 10 के गरौँ है त 10 मा थिच्नुस् त हामी गणित शिक्षक हौ त्यही भएर म्याथमेटिक्समा जानुस् अब यसमा हेर्नुस् त रिसोर्सेस यता नेपालीबाटै जाम स्रोतहरुमा जाँदाखेरि तपाईहरुले के देख्नुहुन्छ टिचर एड्स भन्ने आउँछ है स्रोतहरुमा त्यो सेटको चाहिँ एउटा मात्र च्याप्टरको क्या फेरि ठ्याक्कै छुट्याएर दिन्छ सब्जेक्ट वाइज अनि टिचर एडमा थिच्नु भने ठ्याक्कै शिक्षक निर्देशिका टीसी भन्ने दिन्छ टिचर गाइड टीजी हजुर टिचर गाइड है अब यसमा पनि लेसन प्लान त बनाएर दिएकै हुन्छ टिचर गाइडमा त हुन्छ नि यसबाट पनि हामीले लेसन प्लान बनाउन सकिन्छ एआई किन चाहियो हैन अथवा हामीले लेसन प्लानै बनाउनु छ भने हामी ब्याक गरौँ अब यो च्याप्टर हामी भोलि जस्तै आज चाहिँ कक्षामा जाँदैछौँ समूह पढाउनलाई के गर्न सकिन्छ भन्दाखेरि समूहमा थिच्नुस् त त्यो खोल्छ खुल्यो च्याप्टर खुल्यो अब त्यसमा थिच्नुस् डबल क्लिक यतापट्टि छेउतिर हेर्नुस् त डाउनलोड लेखेको छ डाउनलोड गर्नुस् भयो है अब हेर्नुस् है कति फास्ट हुँदो रहेछ लेसन प्लान बनाउने ठ्याक्कै वर्डमै दिन्छ अब कहाँ जानुस् भने एडमा जानुस् क्लाउडी एआई मा जानुस् क्लाउडी एआई क्लाउडी CLOUDY क्लाउडी CLAUDE क्लाउडी हजुर हजुर डी हो डी यसमा साइन अप गर्नुस् त सबैले त्यो खोलेर साइन अप गर्नुस् मेरो अलरेडी साइन अप छ हजुरहरुले गर्नुभयो साइन अप यहाँ मैले हजुरहरुले गर्नुभयो है यो पेजसम्म सबैजना जानुभयो क्रिएट अकाउन्ट आयो यस्तो गर्नुस् यो सबै एग्री गर्ने हो तपाईले गुगलै गरे एकैछिन ल यो होला
ल हेर्नुहोस् है सबै सरहरूले यो एडमा जानुहोस् त अघि डाउनलोड भएको फाइल यसलाई दिनुहोस् क्रिएट गरौँ न स्किप गर्नुपर्छ एकदम यस्तो आउँछ अब त्यसपछि यो एडमा जानुहोस् न यो एडमा जानुहोस् प्लस प्लस अनि त्यहाँ एड फाइल भन्ने हुन्छ अनि त्यसपछि डाउनलोड भएको ठाउँमा जानुहोस् सबैभन्दा तल होला अघि भर्खर डाउनलोड भएको फाइल यो सेटको थियो है अब यसले पढ्दैछ हजुर यसलाई चाहिँ क्रिएट इफेक्टिभ लेसन प्लान्स इन नेपाली फ्रम द गिभन पीडीएफ भनेर आफूलाई जे मन लाग्छ त्यो लेख्दाखेरि चाहिँ हैन हजुर एकदम मजाले यसले चाहिँ वर्डमै दिन्छ क्या तपाईहरुले टाइप पनि लेसन प्लान बनाउनु छ भने लेसन प्लान लेख्नुहोस् प्रेजेन्टेसन बनाउनु छ भने प्रेजेन्टेसन लेख्नुहोस् जे मन लाग्छ यसले बनाएर दिन्छ हजुर हजुर त्यो पहिला फाइल दिनु पर्यो त्यसलाई पढ्नलाई अनि तल लेखिदिनुस्
लेसन प्लान त्यो युनिट पुरै एउटा मात्रै दिन्छ कि होइन यसको मात्र दिन्छ, एउटा मात्रै एउटा दिन्छ। यो दुईटा भन्नुभयो भने दुईटै दिन्छ नि। त्यो एउटा पुरै युनिट भएको होइन यो हजुर पुरै युनिट हजुर हजुर दुई दिन पुगेन भने 7-8 वटा युनिट 7-8 वटा हुन्छ। 7-8 वटा तपाईँले चाहिँ डकुमेन्टमा पेजमा मात्रै यतिदेखि यतिसम्म मात्र दिनुहोस् भनेर यहाँ डिटेलमै प्रम्प्ट दिनुभयो भने चाहिँ दिन्छ। यसले अलिक टाइम लाग्छ, ठ्याक्कै 2-3 मिनट लाग्ला। यसले चाहिँ वर्ड फाइलमै दिन्छ क्या। हेर्नुहोस् त पाइथन सरासर गरिरहेछ। पाइथन कोडहरू केही चाहियो त अब पहिला ब्याचलर इन्जिनियरमा यो पाइथन कोडहरू पढ्नु पर्यो। अब त्यो के पढाइ काम लाग्यो त यसले भडाभड गरिरहेछ। इन्जिनियर 4 वर्ष लाग्छ इन्जिनियर गर्नलाई, कम्प्युटर इन्जिनियर। यसले 2 मिनेटमा गरिरहेछ। यो भनेको सिग्नेचर यो नाम इङ्ग्लिस नेमको चाहिँ स्पेलिङ नमिलाइकन लेख्नु ल, यहाँ सर्टिफिकेट लेख्नुपर्छ। यो क्यापिटल लेटरमा होइन, तर स्पेलिङ चाहिँ नबिगार्नु। यसरी यहाँ फेरि यदि गर्दै गयो भने यहाँनिर हेर्नु त सर कस्तो मजाको आयो। अपलोड गर्ने अनि त्यसपछि के लेख्नुपर्छ? हिजै लेख्दा पनि हुन्छ। क्रिएट एन इफेक्टिभ लेसन प्लान इन नेपाली। इन नेपाली भन्यो भने नेपालीमै बनाएर दिन्छ। पानी गाली दिएको आइन्छ। यस्तो त्यही माथिको तल अनि बसा गर्दै माथिको तल यसमा चाहिँ एकदम स्पेलिङ करेक्ट लेख्नु ल। यो सर्टिफिकेटमा लेख्नु। अब तपाईहरुलाई एउटा एप्लिकेसन बनाउनलाई सजिलो गर्नुपर्छ ल। एउटा एप बनाउनु पर्यो है। एप सिम्पल वाला, एउटा सिम्पल वाला। अब एप्लिकेसन बनाउनलाई त हामीले एउटा वेबसाइट बनाउनलाई 1-2 लाख रुपैयाँ खर्च लाग्छ। झन् एप्लिकेसन बनाउनलाई त 50-60 लाख त्यतिकै लाग्छ। नर्मली सिम्पल वाला बनाउँदा पनि एप्लिकेसन चाहिँ 50-60 लाख रुपैयाँ लाग्छ। अब वेबसाइटमा पनि त्यस्तै हो। तर एप्स यसले 3-4 मिनेटमै बनाएर दिन्छ। सुरुमा चाहिँ विद्यार्थीहरू गेम्स पनि खेल्न सक्छन्। तपाईको त्यो प्ले स्टोर चाहिँ पेमेन्ट छ भने प्ले स्टोरमा तपाईले राखेर पैसा पनि कमाउन सक्नुहुन्छ। तर त्यो प्ले स्टोरमा चाहिँ तपाईले पैसा तिर्नु पर्ने हुन्छ। तपाईको जति डाउनलोड हुन्छ तपाईको एप्स त्यति धेरै पैसा। र यो युट्युबको भ्युजहरु भन्दा एप्लिकेसनबाट चाहिँ बढी पैसा आउँछ।
हो प्रदीप चौधरी प्रदीप चौधरी यो हेर्नुहोस् त हजुरहरूले मैले हिजो ठ्याक्कै 5 मिनेटमै यो एप्स बनाएको थिएँ। हेर्नुहोस् त कम्पाउन्ड एङ्गल्सको बारेमा छ र यसमा विद्यार्थीहरूले एक्सप्लोर गर्न सक्छन्। जस्तो कि यहाँ कस्तो खालको बनाएको रहेछ भने एङ्गल ए चाहिँ ब्लू कलरको भयो, एङ्गल बी भनेको चाहिँ यो ग्रिन कलरको भयो। अब यसलाई एङ्गल एलाई पनि 45 राखौँ भने हेर्नुहोस् त प्लस 45 कति भयो 90 भयो। ठ्याक्कै 90 मा गएर बस्यो नि। अनि यसमा क्विज पनि प्र्याक्टिस क्विज पनि छ। यसमा क्विज पनि खेल्न सक्छन्। यो भन्नु पर्छ यो कुन चाहिँ यहाँ छ अनि त्यसपछि यो फर्मुलाहरूलाई सबैलाई डेमोन्स्ट्रेट पनि गर्न सक्छ। हेर्नुहोस् त डेमोन्स्ट्रेट जस्तै a plus b is equal to a into a sin a into cos b plus cos a into sin b। यो फर्मुला चाहिँ कसरी एक्सप्लोर डेमोन्स्ट्रेट गर्ने त हैन। यो चाहिँ कुन अहिले सिकाउनु हुन्छ सर यो हैन यो चाहिँ मैले त्यहाँ एउटा प्रब्लम आइसकेपछि चाहिँ कसरी सहजीकरण गरिन्छ एआई बाट भन्ने कुरा चाहिँ मैले थोरै यहाँ डेमोन्स्ट्रेट मात्र गर्न खोजेँ। अब ट्राई इन एक्सप्लोरर गर्नुभयो भने सबैको आउँछ। यो फर्मुलाहरूलाई चाहिँ कसरी डेमोन्स्ट्रेट गर्ने भन्ने सबैको आउँछ। ट्राई इन एक्सप्लोर भन्नुभयो भने सबैको आउँछ। सबैलाई चाहिँ विद्यार्थीहरूले यी कुराहरू खेलायो भने चाहिँ यिनीहरूले याद गर्छ। र यसमा पनि कस्तो खालको प्रम्प्ट दिने भन्नेमा डिपेन्ड हुन्छ। अब प्रम्प्ट राम्रो छ भने राम्रो एप्स बनाइदिन्छ, प्रम्प्ट राम्रो छैन भने त्यस्तै तरिकाको बनाउँछ। एउटा वेबसाइट छ प्रेजेन्टेसन क्लाउडीले यस्तो राम्रो बनाउँछ, अरूले त्यस्तो बनाउँदैन क्या। प्रेजेन्टेसन भनेको चाहिँ क्लाउडीको सबैभन्दा राम्रो हुन्छ। अनि एउटा गामा.com छ, त्यसको फेरि पैसा माग्दै रहेछ। यो क्लाउडीले चाहिँ एक दिनमा एउटा मात्र बनाएर दिन्छ। लेसन प्लान पनि तपाईँलाई एउटा दुईटासम्म दिन्छ क्लाउडीले 24 घन्टामा। यो गामा.comले चाहिँ कतिसम्म फ्री दिन्छ, त्यसपछि पैसा माग्नु थाल्छ। गामाले पनि प्रेजेन्टेसन चाहिँ धेरै राम्रो बनाउँछ। एउटा वेबसाइटमा जाउँ त। के थियो भने लभएबल छ होला। लभएबल एआई लभएबल एआई भन्नेमा जानुहोस् त। हजुर LOVABLE लभएबल एआई आयो हजुरहरूको। दिपेश सर
यसमा सबैजनाले लगइन गर्नुहोस् न यो वेबसाइटमा लभेबलमा नि त छ। आहा, कति राम्रो रहेछ यो वेबसाइट, नामै लभेबल। मैले चाहिँ अलरेडी लगइन गरिसकेको रहेछु हजुरहरूसँग। गेट स्टार्ट, हजुर गेट स्टार्ट्समा जानुहोस् अनि त्यसपछि कन्टिन्यू विथ गुगल गर्नुहोस्। हजुर अब तपाईँहरू आफै एक्सप्लोर गर्नुहोस्, आफै प्रम्प्ट हाल्नुहोस् तपाईँहरूलाई कुन च्याप्टर चाहिँ पढाउनलाई अलिकति सहज गाह्रो लाग्छ र कुन च्याप्टरलाई चाहिँ गेमबाट पढाउन सकिन्छ भनेर आफै सोच्नुहोस् र ट्राई गर्नुहोस्, आफै प्रम्प्ट हाल्नुहोस्। कस्तो खालको एप्स रहेछ भन्ने कुरा चाहिँ हजुरहरूले त म त्यो तपाईँहरूको बनिसकेपछि एक्सप्लोर गर्न सिकाउँछु, सहजीकरण गर्छु अनि त्यसपछि त्यसलाई चाहिँ सेयर गर्नुपर्छ है ग्रुपमा, हुन्छ? हजुर त्यसलाई त्यस्तै गर्दै जानुपर्छ। जस्तै तपाईँको एप्लिकेसन उज्यालो राख्ने कि कालो राख्ने, कालो राख्ने कि लाइट राख्ने, होइन लाइटवाला राख्ने अथवा नाम के राख्ने, सबै कुरा त्यसलाई दिँदै जानुपर्छ। त्यसले सोध्दै जान्छ, दिँदै जानुपर्छ तपाईँले कुन टपिकमा गर्दै हुनुहुन्छ त्यही अनुसार उसले क्वेसन सोध्छ क्या, बिचबिचमा त्यसलाई जवाफ दिँदै जानुहोस्। आफूलाई मन लागेको कुन च्याप्टरमा चाहिँ गेम बनाउनु छ अथवा एप्स बनाउनु छ त्यो लेख्नुहोस्। क्रिएट एन एप्स फाउन्डर प्रोडक्ट डिजाइनर के राख्नु कुन च्याप्टरमा गर्नु भएको त्यसले चाहिँ त्यही अनुसार क्वेसन गरिरहेको हुन्छ क्या। अगाडि नाम भनेको च्याप्टर क्रिएट एन एप्स रिलेटेड टु अब कुन च्याप्टर हो, कम्पाउन्ड इन्ट्रेस्ट हो कि प्रफिट लस हो कि होइन अरू कुन च्याप्टर त्यसपछि त्यो यसो पनि त्यही अगाडिकै जस्तो होइन यसमा लेख्नुहोस् न हजुरलाई एप्स रिलेटेड टु ट्रिग्नोमेट्री हुन्छ, त्यसलाई रिलेटेड टु गर्नुहोस् अनि दिनुहोस् यसलाई। प्रम्प्ट चाहिँ राम्रो हुनुपर्छ, प्रम्प्ट स्क्यान गर्न आउँछ कसरी एआई सम्बन्धित छ भन्ने कुरा। जस्तो कि मेरो चाहिँ यहाँ हेर्नुहोस् है, यो प्रम्प्ट चाहिँ मैले यसरी अप्टिमाइज गरेको थिएँ कि, प्रम्प्ट यो मैले लेखेको होइन, एआईले नि अप्टिमाइज गरिदिएको। यो यति चाहिँ तपाईँहरूले गर्नुहोस् त, म ग्रुपमा हालिदिन्छु, हजुरहरूले यो गर्दा पनि हुन्छ अथवा आफ्नो च्याप्टरको गर्नुहोस् न। हजुर हाल्दा हुन्छ, आफ्नो गर्दा पनि हुन्छ। गिल्डमा राख्ने हो कि एरोमा राख्नुहुन्छ प्लस गर्ने केमा प्लस गर्ने भनेको यो
धेरैको रहेछ यार त्यो त। अब यही आएन परिवर्तन। प्रम्प्ट चाहिँ प्रम्प्ट डिजाइन कसरी गर्ने त्यो चाहिँ जान्नु पर्यो है। सर अब इलिमेन्ट्री गर्ने कि त्यो एरोमा हजुर इलिमेन्ट्री गर्ने सर गरिसकेपछि एरो अथवा इन्टर जे गर्दा पनि हुन्छ। बिल भने चाहिँ बिल हजुर यो अर्कै परिवर्तन गरेको अर्कै कम्प्युटर हस् त्यसले अब सोध्छ के सोध्छ त्यो हेर्दै जानुपर्छ। तपाईँलाई कतिवटा खेलाडी राखेर चाहिँ गेम्स खेलाउनु छ, विद्यार्थीलाई सिङ्गल खेलाउनु छ कि होइन, कस्तो खालको पिक्चर राख्नुपर्ने हो, कस्तो खालको ब्याकग्राउन्ड राख्नुपर्ने हो, सबै कुरा सोध्छ। हामीले चाहिँ त्यसलाई इन्स्ट्रक्सन दिँदै जानुपर्छ। कम्पाउन्ड यो डिजाइन चाहिँ कहाँबाट गर्ने? हजुर कसैले एक्सप्लोर गर्नुभयो? एक्सप्लोर आउँछ क्या एप्स पढिसकेपछि, त्यसलाई अनि डाउनलोड गर्ने आज नेटले अलिक डिस्टर्ब दियो। बन्दैछ। मिटिङ भइरहेको छ। क्वेसन्स सोधेको रहेछ नि हजुर। विच डिजाइन सुड आई बिल्ड? अब यसलाई भन्नुपर्छ कस्तो खालको डिजाइन चाहियो रे तपाईँलाई, अब भन्दै जानुहोस्। यसले बनाउँदै जान्छन्, हजुरलाई क्वेसन सोध्दै जान्छ। ठ्याक्कै बढी टाइम लाउँदैन क्या, 5-6 मिनटमा सकिदिन्छ। आज अलिक टाइम पनि छैन है, सरले पनि गर्नुपर्ने हुन्छ थोरै। म एउटा अझै एक्टिभ के पढाउने भन्दा पनि उनीहरूलाई सोच्न बाध्य बनाउने, उनीहरूलाई चाहिँ खोज्न
इच्छुक बनाउने खोज्न लगाउने हो यस्ता कुराहरूलाई चाहिँ इम्पोर्टेन्ट दियौँ भने कक्षामा अझै कक्षा चाहिँ प्रभावकारी हुन्छ भन्ने धारणा छ। एमिट प्रोग्राम छ क्या अहिले सर मैले चाहिँ एउटा सानो त्यहाँ रुममा गइसकेपछि एउटा सानो एप्सै बनाइदिएँ क्या, त्यो पनि 5 मिनटको कम्पाउन्ड इन्ट्रेस्ट रिलेटेड एउटा एप्स दिनु भनेर एआईले भनेको ठ्याक्कै एप्स बनाइदियो। त्यहाँ गेम पनि खेल्न मिल्छ विद्यार्थीले, फर्मुला ठ्याक्कै म्याच गर्ने गेम्स पनि खेल्न मिल्छ, सबै कुरा त्यसमा गर्न मिल्छ। अहिले यस्तो जमाना छ। तर विद्यार्थीसँग त्यो चाहिँ हुनु पर्यो, टेक्नोलोजी चाहिँ हुनु पर्यो विद्यार्थीसँग। अब तपाईँहरूले एउटा सानो आफ्नो पाटो छोडेर यता थोरै एआई सम्बन्धी नै गर्छु ल म पनि। थोरै गर्नु न त्यो एआई सिमुलेसन टाइप। हजुरहरूले लुमा एजुकेसन थाहा छ होला सायद, सुन्नु भएको छ है। सबैले लुमा एजुकेसनमा जानु त। लुमा कसो स्पेलिङ भनिदिनु लुमा एजुकेसन LOOMA लुमा। सर यो नचिने खालि नि LOOMA लुमा एजुकेसन। अथवा डाइरेक्ट लुमा वेबसाइट लेख्नु हो भने डाइरेक्ट यस्तो आउँछ, सबैको आयो। हेर्नुहोस् त लुमा वेबसाइट लेख्नु छ, luma.website। लुमा वेबसाइट मात्रै भन्दा नि हुन्छ, लुमा एजुकेसन भन्दा नि हुन्छ। लुमा जानुभयो सर हजुर? ल यसमा हजुरहरू अब म्याक्सिमम सेकेन्डरी टिचर हुनुहुन्छ, हामी 10 कै गरौँ है त। 10 मा थिच्नुहोस् त, हामी शिक्षक भएर म्याथमेटिक्समा जानुहोस्। अब यसमा हेर्नुहोस् त रिसोर्सेस यता नेपालीबाटै जान्। स्रोतहरूमा जाँदाखेरि तपाईँहरूले के देख्नुहुन्छ? एड्स भन्ने आउँछ है। स्रोतहरूमा स्रोतहरूमा त्यो सेटको चाहिँ एउटा मात्रै च्याप्टरको क्या फेरि ठ्याक्कै छुट्याएर अनि टिचर एडमा थिच्नु भने ठ्याक्कै शिक्षक निर्देशिका टिसी भन्ने दिन्छ, टिचर गाइड। टिजी टिचर गाइड है। अब यसमा पनि लेसन प्लान त बनाएर दिएकै हुन्छ, टिचर गाइडमा त हुन्छ नि, यसबाट पनि हामीले लेसन प्लान बनाउन सकिन्छ। एआई किन चाहियो होइन? अथवा हामीले लेसन प्लानै बनाउनु छ भने हामी ब्याक गरौँ। अब यो च्याप्टर हामी भोलि जस्तै आज चाहिँ कक्षामा जाँदैछौँ समूह पढाउनलाई। के गर्न सकिन्छ भन्दाखेरि समूहमा थिच्नुहोस् त, त्यो खुल्छ। खुल्यो, च्याप्टर खुल्यो। अब त्यसमा थिच्नुहोस् डबल। यतापट्टि छेउतिर हेर्नुहोस् त डाउनलोड लेखेको छ, डाउनलोड गर्नुहोस्। भयो है। अब हेर्नुहोस् है कति फास्ट हुँदो रहेछ लेसन प्लान बनाउने, ठ्याक्कै वर्डमै दिन्छ। अब कहाँ जानुहोस् भने एडमा जानुहोस्, क्लाउडी एआईमा जानुहोस्। क्लाउडी एआई, क्लाउडी होइन त, CLOUDY क्लाउडी CLOUDY
CLAUDE क्लाउडी ए CLA केमा गर्नु त्यो गुगलमै छ गुगल सर्च क्रोममा जानु ए क्लाउड CLAUDY होइन त सर हजुर CLAUDY डिडी होला DE हो त्यसमा साइन अप गर्नुस् त सबैले त्यो खोलेर साइन अप गर्नुस् मेरो अलरेडी साइन अप छ हजुरहरूले गर्नुभयो साइन अप के हाल्नु सर त्यहाँ मैले हजुरहरूले गर्नुभयो है यहाँ त डाउनलोड फर के भन्छ डाउनलोड फर विन्डोज भनेर पो आउँछ त हजुर डाउनलोड फर विन्डोज भनेर पो आउँछ लगइनमा जाने कन्टिन्यू 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 विथ गुगल कन्टिन्यू क्लाउड यो पेजसम्म सबैजना जानुभयो होइन सर यो त के यो सबै एडमी गर्ने हो अकाउन्ट भन्छ त फोटो रेकर्ड गर्दा सुन्नु खाताबाट पैसा छोड्नु एकैछिन ल त्यो पनि कसैलाई राम्रो पनि लाग्छ डर लाग्छ कि नम पढेर ठिक के हालेको छ त्यो त होइन खै सधैँ कुरो हेर्नु त के पढाउने भन्दा पनि उनीहरूलाई सोच्न बाध्य बनाउने उनीहरूलाई चाहिँ खोज्न इच्छुक बनाउने खोज्न लगाउने हो यस्ता कुराहरूलाई चाहिँ इम्पोर्टेन्ट दिउँ भने कक्षामा अझै कक्षा चाहिँ प्रभावकारी हुन्छ भन्ने धारणा छ। एमिट प्रोग्राम छ क्या अहिले सर मैले चाहिँ एउटा सानो त्यहाँ रुममा गइसकेपछि एउटा सानो एप्सै बनाइदिएँ क्या त्यो पनि 5 मिनट कम्पाउन्ड इन्ट्रेस्ट रिलेटेड एउटा एप्स दिनु भनेर एआईलाई भनेको ठ्याक्कै एप्स बनाइदियो त्यहाँ गेम पनि खेल्न मिल्छ विद्यार्थीले फर्मुला ठ्याक्कै म्याच गर्ने गेम्स पनि खेल्न मिल्छ सबै कुरा त्यसमा गर्न मिल्छ अहिले यस्तो जमाना छ तर विद्यार्थीसँग त्यो चाहिँ हुनु पर्यो रेगुलर चाहिँ हुनु पर्यो विद्यार्थीसँग अब तपाईँहरूले एउटा सानो आफ्नो पाटो छोडेर यता थोरै एआई सम्बन्धी नै गर्छु ल म पनि थोरै गर्नु न त एआई सिमुलेसन टाइप हजुरहरूले लुमा एजुकेसन थाहा छ होला सायद सुन्नु भएको छ है सबैले लुमा एजुकेसनमा जानु त लुमा कसो स्पेलिङ भन्ने नि लुमा एजुकेसन LOOMA लुमा सर यो नेपाली नै डबल हो LOOMA लुमा एजुकेसन
अथवा डाइरेक्ट लुमा वेबसाइट लेख्नु हो भने डाइरेक्ट यस्तो आउँछ सबैको आयो हेर्नुहोस् त लुमा वेबसाइट लेख्नु छ luma.website luma.website लुमा वेबसाइट मात्रै भन्दा नि हुन्छ लुमा एजुकेसन भन्दा नि हजुर लुमा जानुभयो सरहरू ल यसमा हजुरहरू अब म्याक्सिमम सेकेन्डरी टिचर हुनुहुन्छ हामी 10 कै गरौँ है त 10 मा थिच्नुस् त हामी शिक्षक भएर म्याथमेटिक्समा जानुहोस् अब यसमा हेर्नुहोस् त रिसोर्सेस यता नेपालीबाटै जान् स्रोतहरूमा जाँदाखेरि तपाईँहरूले के देख्नुहुन्छ स्रोतहरू केयर्स भन्ने आउँछ है स्रोतहरूमा स्रोतहरूमा त्यो सेटको चाहिँ एउटा मात्रै च्याप्टरको क्या फेरि ठ्याक्कै छुट्याएर अनि टिचर एडमा थिच्नु भने ठ्याक्कै शिक्षक निर्देशिका टिसी भन्ने दिन्छ टिचर गाइड टिजी टिचर गाइड है अब यसमा पनि लेसन प्लान त बनाएर दिएकै हुन्छ टिचर गाइडमा त हुन्छ नि यसबाट पनि हामीले लेसन प्लान बनाउन सकिन्छ एआई किन चाहियो हैन अथवा हामीले लेसन प्लानै बनाउनु छ भने हामी ब्याक गरौँ अब यो च्याप्टर हामी भोलि जस्तै आज चाहिँ कक्षामा जाँदैछौँ समूह पढाउनलाई के गर्न सकिन्छ भन्दाखेरि समूहमा थिच्नुस् त त्यो खुल्छ खुल्यो च्याप्टर खुल्यो अब त्यसमा थिच्नुस् डबल यतापट्टि छेउतिर हेर्नुहोस् त डाउनलोड लेखेको छ डाउनलोड गर्नुहोस् भयो है अब हेर्नुहोस् है कति फास्ट हुँदो रहेछ लेसन प्लान बनाउने ठ्याक्कै वर्डमै दिन्छ अब कहाँ जानुहोस् भने एडमा जानुहोस् क्लाउडी एआईमा जानुहोस् क्लाउडी एआई क्लाउडी हैन त CLOUDY क्लाउडी CLOUDY CLAUDE क्लाउडी ए CLA त्यो गुगलमै छ गुगल सर्च क्रोममा जानु CLAUDY हैन त सर CLAUDY त्यसमा साइन अप गर्नुस् त सबैले त्यो खोलेर साइन अप गर्नुस् मेरो अलरेडी साइन अप छ हजुरहरुले गर्नुभयो साइन अप त्यहाँ मैले हजुरहरुले गर्नुभयो है यहाँ त डाउनलोड फर विन्डोज भनेर पो आउँछ त हजुर डाउनलोड फर विन्डोज भनेर पो आउँछ लगइनमा जाने कन्टिन्यू विथ गुगल क्लाउडी यो पेजसम्म सबैजना जानुभयो होइन सर यो त के यो सबै एग्री गर्ने हो अकाउन्ट भन्छ त
फोटो रेकर्डिङ गर्दा सुन्नु खाताबाट पैसा छोड्नु डर पर्छ तैँले। त्यही पनि स्कुल यहीबाट होइन यहीबाट होइन हजुर ए एकैछिन ल यो हो त होइन ल यो फ्री टिक भन्दा लाउने पनि पर्ला नि फेरि 18 मुनि के भन्ने एटलिस्ट डाउनलोड फ्रम विन्डोज त्यो पनि कसैलाई राम्रो पनि लाग्छ होला अनि मलाई डर लाग्छ कि डाउनलोड नपढेर टिक क्या ये चाहिँ त्यो त होइन खै सधैँ एकचोटि हेर्नु त यही अघि मकै हेर्नु अघि What am I